यति शुभकामना पनि यति बेला दिन्छौँ र प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, विशेष अतिथिज्यूहरू सबैको हातमा मोबाइल छ। यहाँहरूले यो भक्ति कार्यक्रमलाई आफ्नो मोबाइलमा कैद गर्न चाहनु भएको छ, त्यसैले ताली बजाउने हातको खाँचो भएको छ, तर अपेक्षा तालीको रहेको छ। हामी यो गटगटाहट तालीले कमला साक्षी सृष्टिलाई हार्दिक रोहित भण्डारीज्यू, उहाँलाई हामी टिभीमा देखिरहेको थियौँ। आज मैले उहाँलाई गेस्ट पाएकोमा धेरै खुसी व्यक्त गर्न चाहन्छु र भर्खरै वक्ता बढेर जानुभएको प्यारी दिदी हाम्रो आर्टिस्ट सुषमा राज भण्डारी प्राज्ञ हुनुहुन्थ्यो, उहाँ अहिले पनि हुनुहुन्छ र यो कृतिमा भएका सम्पूर्ण दिदीज्यूहरू, दाइहरू र सरहरू, अब मैले सबै बोल्यो भने धेरै नाम लिएको भन्ने हुन्छ, विशिष्ट अतिथि र यहाँ हाम्रो मर्निङ वाकमा आउनुहुने जिमका साथीहरू, दिदीहरू सबैलाई एकदमै धेरै म एकदमै आभारी छु आजको दिन, किनभने तपाईँहरूलाई मैले छोटो केशव कुमार रुइटेल, वसुश्री पाण्डे, विमल प्रभा बज्राचार्य जो नेपाल भाषामा लेख्नु भएको छ कथा सङ्ग्रह उहाँले, विमल अधिकारी, भैरवी भूगोल, मणिराज सिंह, डाक्टर रेणुका सोलु बस्नेत, रूपु कार्की, लक्ष्मी माली, शान्ता साकी, शीला पन्त, डाक्टर शैलेन्द्र प्रकाश नेपाल, सुस्मिता नेपाल, हिरण्य कुमारी पाठक, त्रिलोचन आचार्य, उहाँलाई मैले विशुद्ध अहिले साहित्यिक फिल्डमा राखेर उहाँको चर्चा गरेको छु। यो समग्र सबै किताबमा अघि नै भन्नुभएको छ, कति साहस छ, कति सङ्घर्ष छ, कति साहित्य छ, कति व्यापार छ भन्ने कुरा आइरहेको छ। यो हेर्दै गर्दाखेरि मलाई